सो हेलो गाइज होइन म चाहिँ आज बिहान उठेर आज मामा घरमा पूजा छ अरे क्या। अनि त्यहाँ कयौँको पात रुखको पात हो कि लिन हिँडेको बिहानै घरबाट मन्दिरसम्म आइपुगेँ होइन। आउँदा आउँदै अब भेटेकै छैन कयौँको पात, न आफूलाई थाहा छ न मान्छेले नि अब यता पाइँदैन भन्छन्, कसैले पाइन्छ भन्छन्। अब कसरी विश्वास गर्नु क्या, फेरि अब आफूले देखायो भने नि थाहा हुनु, आफूलाई नि थाहा छैन हौ गाइस। खोजिरहेको छु यार म त, कहाँ हो यार कनीको बात। म र दाइ चाहिँ आज कहीँ हो कि कहीँको हो के हो लिन आएको, भेटेको छैन यार। अङ्कल तपाईँलाई कयौँको पात देख्नुभयो? कयौँको रुख कस्तो हुन्छ? यही हो त्यो गेडा हुन्छ अरे नि, होइन? हुँदैन त्यो कि यो पूजा गर्न ग्रह शान्तिको लागि हुन्छ अरे, होइन? यही हो है, हस् थ्याङ्क यू। गाइज फाइनली भेट्यो है कहीँको पात, भेट्यो। मैले भेटाउँछु भने होइन, मान्छेले जसरी होइन सोधेर भयो नि। मन्दिर छ भने त, अनि मन्दिर नभेटेपछि कहाँ भेटिन्छ त? यो है कयौँको रुख यस्तो हुँदो रहेछ, सिधा पाचियो जस्तो लाग्यो। पात त्यही भनेको थियो, कयौँको पात। फाइनली चङ्गागढेश मन्दिरमा आएर भेट्यो। अहिले एउटा मान्छे झन् राधेमा हुँदैन, यहाँ हुँदैन राधेमा हुन्छ भन्न थालिसकेको थियो, झन् भेट्यो है। यहाँ यही हो अरे, व्रत मन्दा यस्तोतिर युज हुन्छ अरे। अनि यो अरे क्या, यो अरे रुख यो हो अरे। अहिले गेडा फल्दैन अरे क्या कार्तिकमा। कतिवटा 5वटा 6वटा चाहियो। ओ माया म चिप्लिन्छु त। उहाँ कहाँमा तपाईँ नि हिँड्नु न। ल हिँड्नु नि हिँड्नु त भन्नु म आउँछु क्या। हिँड्नु छिटो सुरुवात गर्न हिँड्छु छिटो जाउँ। ल हिँड्नु ऊ त्यो त अब कसरी जाने त? चिप्लेर मरिँदैन भने कस्तो छेउ तपाईँ हिँड्नु न, अनि मलाई त कसरी थाहा छ बाटो? गाइस कुन्युको पातै यही रुखले छोको भने फेरि यही रुखमा छोको है फेरि। त अहिले गेडा फल्दैन अरे कार्तिकको सिजनमा। ग्रह शान्ति गर्नलाई भन्थ्यो एउटा कि हो। पन्युको कुन्यु भन्दो रहेछ हौ दाइ, यसलाई पन्यु भन्दो रहेछ। कुन्यु के कुन्यु? मैले पन्यु भनेको के पन्यु भन्छ नि, अनि त्यसलाई कुन्यु भन्छ अनि त्यसरी। कुन्युको पातै यत्रो भइसक्यो, अब लिएर जानुपर्छ यता। इन्ड्राप पनि आयो होइन, एङ्गोलाई बोलाएको, एङ्गो बुक गरिरहेको छु। अब एङ्गो नि आउँदैछ, 2 मिनटमा आइहाल्छ। अब हिँड्नुपर्छ, एङ्गोमा गएर मामा जानुपर्छ। कुन्युको रुख पात भेटिहाल्यो। निन्द्रा पुगेको छैन यार, रातभरि सुतेको छैन यार। मोबाइल त 12-1 बजिहाल्छ। अनि बिहान उठाइहाल्यो यी कुन्युको पात लिन्छ भनेर बिजुक भयो। फाइनल्ली आइपुग्यो यो लिएर होइन। यहाँनिर इन्डियामा चढेर घरमा ट्याक्क आइपुग्यो। अब यही हो ठुक्क लाटा हुन त हो, यस्तोले हुँदैन लिङ्गा। कस्तो चाहियो त? यत्रो चाहियो नि लिङ्गा ठोक्न। अनि त्यत्रो त थिएन आमै। ए हुन त हो नि, यो हुँदैन। अनि चोदुवा बाँध्नु पर्छ नि त। कस्तो चदुवा बाँध्नलाई भन्नु? बाबा देखा त यसले हुँदैन, यसले भने ठुल्ठुलो छैन क्या। गेडा त पलाउँदैन अरे अहिले कार्तिकको महिनामा। हुनु पर्थ्यो क्या, त्यो त छैन त्यहाँ रुखमै कि रुखै काट्नुपर्छ। रुख काट्न त के दिन्थेन। त्यत्रो लामो यो त छैन क्या। त्यो मैले बुझेँ बेतिर मण्डलतिर राख्छन्।
त्यो त छैन बा फेक हिजो चाहिँ के अरे फुलसुल टिपिहाल्यो होइन अनि त्यसपछि अब आज चाहिँ सुरु छ आजको कार्यक्रम सुरु हुँदैछ तिरपाल सिरपाल पुरै रेडी भइसक्यो बिहानदेखि 3 बजीदेखि उठेर आएको म 3 भन्दा नि बेसी 2 बजे भन्दा नि हुन्छ समुद्रे यदि जातकर्मं करोमि यदा विवेकमादरं पुत्रपि प्रमोदितो अब चाहिँ हाम्रो पूजा सुरु भयो हैन विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगदिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते नमो नमः किस खबर तेरो मटे किस खबर भन्न तेरो ठीक छ ओ गुरुदेव राधे राधे गुरुदेवहरु ल राधे राधे गुरुदेवहरु हैन गाइज यहाँ अब 84 पूजा हो हैन यो चाहिँ 84 वर्ष भएपछि पूजा गर्ने हो यो चाहिँ अनि मेरो भिडियोहरु चाहिँ आज पछि क्लिपहरु गरिरहेको छु अब त्यो हेर्नु है राम्ररी बुझेर हेर्नु है अलिअलि बिग्रिन सक्छ यो 84 पूजा मैले आजै हालेँ हो अहिलेसम्म हाल्दैन थिएँ यस्तो पूजा चाहिँ तर चाहिँ अलि धर्म कर्मतिर पनि लागौँ यसो है हाम्रो यिनीहरू गुरुदेवहरू है हाम्रो गुरुदेवहरू 46 जना गुरुदेवहरू गुरुदेवहरू ल हाम्रो गुरुदेवहरू है यिनीहरू माला पनि लाग्यो हैन पूजा पनि सक्यो अब यहाँ यसो दान सान बाँकी छ
होइन यो दानहरू पुरै दानहरू बाँकी छ अनि यता फोटो कार्यक्रम भइरहेको छ यता फोटो पुरै कार्यक्रम भइरहेको छ फोटो सोटो खिचिरहेको भएको छ अनि आजको प्रोग्राम अब बिहान 2 बजेदेखिबाट उठेको गाइज यस्तो च्यानलमा लाइक कमेन्ट सेयर केही नगर्नु होला सब्स्क्राइब चाहिँ नगर्नु होला गुरुदेव सब गुरुदेव गाइस फोटो कार्यक्रम जस्तो भइरहेको छ यी सबले हेरौँ होइन ए बच्चाहरू यता बसिरहेको छ नि बच्चाहरू बुढाहरू नि यिनीहरू मेरा होइन सब डल्ला डल्ला गाइस 2 दिनको भ्लग हो मेरो हिजो नि कहाँ गयो र यो हेर्नु नाटकैहरू छ नि मलाई खोजिया त होइन सो गाइज होइन आजको हाम्रो 84 पूजा सक्यो होइन अब त्यसपछि अब हामी के गर्छौँ सक्यो आज 2 दिन लाएर सक्यो हिजो त्यत्रो काम गरियो आज काम गरियो कति बजी हिँड्नुभयो 5:30 बजीतिर हिँड्नुभयो हाम्रो प्रोग्राम ल अब यो नेक्स्ट भ्लगमा भेटौँ ला अनुहार पनि देखिएको छैन मेरो होइन यस्तो अँध्यारो छ यो भाइको झन् देखिँदैन यो काले छ काले भाइ हो ल अब मेरो होइन यो हाम्रो सानो भाइ ल खोइ अनुहारै देख्दैन भाइ यार देख्यो अलिअलि भाइ नि ल गाइस धेरै दिनपछि आयो होइन भ्लगमा नि मेरो अब हेर्दै गरौँ नेपाली भ्लगलाई सब्सक्राइब नै गरौँ धन सम्पत्ति आफ्नै हुने भए कोहीले मार्छन् आफै कोही त मर्छन् कस्ता दिन आए सबै तपाईँहरू जस्तो हुन्छन् यसरी 84 पूजा गर्ने हुँदैन नि त अहिले म त्यसको कहानी सुनाउँ है त धर्म कर्म सधैँ गर्नु पर्छ हामी मिलिकन यससँगै साथमा जाँदैन है त्यही कालो धन के पनि छैन आफ्नो पनि होइन र यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको पनि कृष्णको